नमस्कार साथीहरू, आजको दिन मेरो चियाको चुस्कीसँगै यसरी सुरु भयो। कहाँ जान थाल्यौ? जहाँ मलाई जानै पर्छ क्या, नगई हुन्न। तिमीहरूको खुसीको लागि त्यही जाँदैछु। हाम्रो खुसीको लागि? आफ्नो खुसीको लागि हैन। तिमीहरूको खुसीमै मेरो खुसी छ नि। तिमीहरू अब ड्युटी जाँदै। बुढो पनि जानुभयो ड्युटी। बुढोलाई गरे बाई बाई। अनि गेट बन्द गरेर म चाहिँ आएँ भित्र आएर बेड मिलाउनु पर्यो भनेर बेड मिलाउन थालेँ। अनि यता गर्मी धेरै छ पन्जाबमा, अनि कम्मल फोल्ड गरेर राख्न थालेँ। अनि एसी बिना बस्न सकिन्न साथीहरू। अनि नानी बाबुको यो गर्मी बिदा छ, अनि रुम एकदम गन्दा गरिदिन्छन्। अनि मैले झाडु लगाउन थालेँ, अनि पोचा लगाएर, अनि झाडु पोचा लगाएर रुम पनि साफ भइसक्यो साथीहरू। अब चाहिँ मैले फ्रुट काट्न सुरु गरिसकेकी छु नानी बाबुको लागि। अनि नानी बाबुलाई फ्रुट दिएर नानी बाबुले खान थाले फ्रुट। अनि म चाहिँ लागेँ सब्जी बनाउन। आफ्नो पेट पनि भर्नै पर्यो। अनि सब्जीमा छ भिन्डी। अनि बाहिर पहिल्यै दाल बसालिदिइसकेकी थिएँ। लसुन छिल्न जतिको गाह्रो मलाई केही लाग्दैन है साथीहरू। हजुरलाई कस्तो लाग्छ? मलाई चाहिँ कति गाह्रो लाग्छ। म फेरि सब्जीको लागि लसुन छिल्दैछु। खाना पनि रेडी भइसक्यो। प्राञ्जल आऊ खाना खाऊ। प्रतिमा हजुर, ल खाना खाने आइज। ल है साथीहरू, हामीले चाहिँ खाना खान थालिसक्यौँ। हजुर, म चाहिँ अब कपडा पठाउनुतिर लागिरहेकी छु। आज कपडा धोएकी थिएँ, अनि कपडा पनि सुकिसक्यो। हेर्नुहोस्, अब गर्मी यति धेरै छ त अब कपडामा सुक्ने कुरै भएन होइन। म चाहिँ कपडा पठाउन लागेँ। अनि मेरो भिडियो कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट गर्न नभुल्नु होला। अनि हजुरहरूलाई भिडियो मन परेछ भने मैले बिहानदेखि बेलुकासम्म मैले आज के गरेँ भनेर भिडियो बनाएर राख्नेछु भन्दै बिदा हुन्छु। बाई।